फेरि दाउरा टेकाको एउटा चिरपट घट्ने भयो होइन। को परम धाम भएछ हाम्रो गाउँमा बाबु भन् त। जाडाको लागि दुःख र जङ्गल ल्याएर त्यत्रा दाउरा जम्मा अरे एक एकवटा गर्दै घाटा लाँदै एउटा गर्दै घाटा लाँदै हेर्दा दाउरा टेको रित्तिसक्यो। बाउ भन् त को मऱ्यो त हाम्रो गाउँमा? या लुन्टे दाइ पनि तिमी जे पनि बोल्छौ। जिउँदा जन्ती मर्दा मलाई त भन्छ नि। के गर्नु बाबै, जङ्गलमा गएर दाउरा लिएर आउँदाखेरि कम्ती दुःख छ। सुकेको काठको रुख पनि काटेर ल्याउन दिँदैन, सरकारले ट्याक्स लाउँछ। अनि स्थानीय भनाउँदाहरू छन् नि, उनीहरूलाई 2-4 पैसा घुस नखुवाइकन दाउराको चान्सै छैन। अहिले त एउटा भारी दाउरालाई पनि 1000 रुपियाँ पर्छ, थाहा छ तँलाई? मान्छे मर्यो होइन के दाइ, कुरा के भने नि। हेर गिरी, मलाई नपाएर है तिरी मिरी, जिन्दगीको पहिलो र अन्तिम माया हो। त्यसैले धोका नदेऊ है कहिले पनि फेरि। बाउ त मर्दा रहन्छस् बाउ, होइन तसँग छोरा मान्छेको लाइसेन्स छैन? ए लुन्टे दाइ, कहाँ एउटा मात्रै र दुईवटा यस्तो देखेपछि मलाई कहाँबाट हटाउनु? भनेपछि त मर्दो रहन्छ होइन। सुन अब मर्दाको कुरा, हाम्रो गाउँमा अहिले पहिला एउटा भुस तिग्रेको बिहा भयो। भुस तिग्रेको बिहामा म पनि जन्ती गएँ। कुरो बुझिस्? जन्ती जाँदा दुला यतापट्टि दुलै यतापट्टि, दुलाको छेउमा म बसिरहेको, पुजारीले पाठ पढिरहेछ। दुलैको र मेरो आँखा अन्तिममा बिहा सिद्धिन लाउने बित्तिकै दुलैले आएर गर्लम्म मैले अँगालो हालेँ। थाहा छ? मैले यसो हेरेँ, एक मन त सोचेँ उडाइदिउँ कि यसलाई भनेर, तर अनुहारतिर हेरेको मलाई खासै मन परेन क्या भन्नु। अनि मैले सबैको सामने म यसको दाइ भनेर पठाइदिएँ। बुझाउनको त बोकै रहेछ, अहिले नि हस्को आइरहेको छ। नकर, त्यसको पनि भर्खर लभ परेको हो क्या। तैँले चाहियो नि त्यो केटीलाई भर्खरै उडाइदिन सक्छ। धनी बाउको छोरी हो, जिन्दगीको सवाल छ मुला। तर दाइ त्यो त कल त केटी, अनि मेरो परिवार समाजले स्वीकारला त? 4-5 दिनको लागि त ठिकै होला ल। ए मुला, जात भातको कुरा नगर क्या। तँलाई त्यो केटी मन पर्छ पर्ने त्यति भन्।